नमस्कार हजुर नमस्कार हेलो भाग्यमानी भयो नाति आज टाढाबाट भेट्न आयौ त साह्रै खुसी लाग्यो रे तिन त क्यामेरा ठोरा छ मलाई साह्रै डर लाग्छ बुढो मुटो कामिएर त थाम्म छैन क्यान्डो क्या नि हो चाहिँ यो क्यामेरा मुटु छाम्दिनु पर्ने भयो त्यही त नि छाम्न त हुन्थ्यो क्या नि यो बुढेसका लागि फेरि ढल्ने हुन् कि भन्ने चिन्ता छ कि फेरि मलाई ठिक छ रमाइलो कुराकानी जोड्दै गरौँला हजुरको परिचय म चाहिँ शर्मिला लामिछाने शर्मिला हो कि शर्मी हो शर्मिला शर्मिला हैन तर शर्मी भन्छन् माया गरेर शर्मिला डल्लु सल्लु हजुर मेरो नाम चाहिँ दुर्गा कुमार हामी कार्यक्रम बाजे बजाइको चौतारीको एउटा जोडी भनौँ न ओके भने हामी पनि मन पराएर तपाईँको छोटो छोटो भिडियो टिकटकमा देखिसकेपछि यदि सानो उमेरमा यति चिटिक्क परेकी एउटा फुच्ची केटीले बुढीको आवाज निकाल्दाखेरि ओहो उहाँको प्रतिभा ल्याउनुपर्छ भनेर यहाँसम्म आयौँ कस्तो खालको प्रतिक्रिया पाउनुहुन्छ बाहिर हिँड्दाखेरि बजे यही हो भनेर चिन्छन् कि चिन्दैनन् प्रायः चाहिँ अब शर्मिला लामिछाने भन्दा पनि हजुरआमा भनेर त्यो बाइकमा हिँड्दा पनि पुरा केटाहरूले के अब जिसाउनुहुन्छ खुसी लाउँछ नि तर त्यो शर्मिला लामिछाने भन्दा पनि त्यो बुढी भएर चाहिँ त्यो हजुरआमा भनेर चिन्नुहुन्छ क्या त्यो चाहिँ खुसी लाउँछ ठिक छ बजेको आवाजमा आफ्नो काम आफ्नो एफएममा गरेको अनुभव पनि सुनाइदिनु पऱ्यो कार्यक्रमको बारेमा पनि भनिदिनु पऱ्यो कार्यक्रम चाहिँ नि बोल्दाखेरिमा हात छैन जिब्रोमा हड्डी छैन चिप्लिन्छ अब कार्यक्रम चाहिँ अब त्यही संसारमा राम्रो हो बेलुका चाहिँ कति बजे ए 7 बजे आउँछ त्यही हो बुढाबुढीले हट्छौँ अब पैसा कमाउनु पर्यो नि त कमाउनु पर्यो कमाउने अब कोही छैन होइन अब चाहिँ त्यही अब एफएमको अलिअलि पैसोले अलिअलि चलिरहेको छ भनौँ न त्यही त अब बच्ची भनन् अब अर्काको बच्चा बच्चीलाई नाति नातिना बनाइरहेको छ होइन अब त्यही भएर अब आफैले चाहिँ नि यसो जोडमेल गर्नु पर्यो भनेर चाहिँ नि पैसा कमाउने बाटो र रेडी यसो गरेर आएको छौँ आज नातिहरू आएको खुसी लाग्छ खुसी लाग्छ यो A1 टेलिभिजनको अब युट्युबमा पनि आउँछ के र यसो हेर होइन अब लाइक कमेन्ट र सेयर के गर्छन् नि त्यो पनि गर्दै आयो कि बच्चापछि जन्माउन चाहेर भएनन् कि के भयो अब कसैको नहुने हुँदो रहेछ बच्चा मेरो नि भएन कति वर्षकी हुनुभयो तपाईँ कतिको बन्नु होला यिनी त अब चाहिँ 84 पुगेर अब 85 लाइन क्याएर होइन होला तिमीलाई थाहा होला त्यही त नि अब चाहिँ ऊ बेला अब चाहिँ अब ल्याउँदाखेरि चाहिँ सानै थियो के अरे अहिले चाहिँ बढी चढी होइन अब ठुली भइसक्यो के अरे अब के बिर्सियो के अरे कतिको माया प्रेम छ श्रीमान श्रीमती दुईजनामा बेसरी छ के गर्नुहुन्छ नि माया प्रेम गरेर माया त अब बुढेसकालमा के गर्नु छ र गफै हो नि त त्यही त नि अब माया प्रेम भन्ने चिज फेरि अब हामी बुढाबुढीलाई त्यति जानिन्न कि अब किनभने अब माया प्रेमका कहिले कुरा पनि गरिएन बच्चाको गुनासो पनि रह्यो माया प्रेम गर्दैमा गफै गर्नमा व्यस्त हुनुभएछ कि क्या भन्ने पनि लाग्यो है शर्मिलाजी सायद त्यतातिर लागिन्छ अब भन क्या नि होइन अब चाहिँ अब चित्त बुझाउने बाटो छैन त नाति नातिनाहरूले एफएममा फोन गर्छन् नि त अब आफैले नजरमा भए पनि यसो न चाहिँ आफ्नोपन भएर चाहिँ हुन्छ न खुसी लाग्छ ठिक छ तपाईँको क्यारेक्टरदेखि बाहिर आएर थोरै कुराकानी गरौँ कति वर्षको हुनुभयो म चाहिँ अहिले अब 21 लाएँ अब 21 हुन्छु साँच्चीकै 21 हुनुभयो भयो त चैत्र विश्वास गर्छ विश्वास त यस्तो हो कसैले त्यो उमेरभन्दा पनि बेसी नै लाएर नि यसो आन्टी सान्टी दिदी भन्छन् अब त्यही हो कसैले बच्चै भन्छन् हाइट नभएको पनि यस्तो हो क्या कसैले अब उमेरै भएर पनि हाइट नभएको कि भन्ने हुन्छ रहेछ अब कि कलकलाउँदो भएर हर्लक्क परेर यसो हुन्छ नि त लरक्क परेको भाउ सायद अब हुन्थ्यो होला यस्तै भयो कार्यक्रमको श्रीमानसँग त फ्रेममा हुनुहुन्छ होइन तर रियलमा श्रीमान कहिले बनाउने प्लान हुनुहुन्छ बिहा चाहिँ मैले नर्दाम भयो सायद अर्दिन होला किन अहिलेसम्म सोचेको छैन क्या मैले नअर्ने बिहा चाहिँ किन सोच्नु पहिला पहिला चाहिँ बिहा हार्छु नि भन्थेँ तर पछिल्लो समय चाहिँ केटादेखि मलाई छोडा रियालिटी कुरो ल बाजे बजेको चौतारी स्वदेश एफएम मार्फत चलाउनुहुन्छ धेरैले मन पराउनु भएको छ धेरैले फोन गर्नुहुन्छ तर हजुरले त अरू कार्यक्रम पनि चलाउनुहुन्छ नि त होइन एकचोटि त्यो लयमा एउटा कार्यक्रम चलाइदिनु पर्यो त्यो चाहिँ यस्तो नमस्ते अनि हार्दिक स्वागत छ कार्यक्रम साङ्गीतिक साँझमा यति बेला सुन्दै हुनुहुन्छ शर्मिला लामिछानेको आवाजमा कार्यक्रम यो आउँछ सधैँको दिन चाहिँ नि बेलुका चाहिँ 7 बजेबाट 8 बजीसम्म आउँछ र समय त्यही हो फोन नम्बर चाहिँ 98 550 30 3 नम्बर
लासा भन्छु यसरी नै चलाउँछु मैले चाहिँ त्यही त टिकटकमा त्यो हातको हावभाव पुरै देखिन्छ तपाईँ कार्यक्रम चलाउँदा पनि साँच्चीकै त्यस्तै गरिराख्नु भएको हुन्छ कि के हो त्यो फेरि म यस्तै गर्छु नै भनेर होइन है त आफै के हुन्छ अब यहीँ पनि म अलि उस भइरहेको छु है तर यता प्राविधिकले त हेरेर अनौठै मान्नुहुन्छ होला फेरि रमाइलै मान्नुहुन्छ होला जिस्केर हुन्छन् बानी परिसकेँ तर मेरो बेहोरा देखेर बानी परिसकेँ अनि अरू शर्मिलालाई के गर्न आउँछ यो बाहेक अरू त नाच्न आउँथ्यो अलिक सक्दिनँ कि कस्तो बलै छैन कि बलबुतो केही पनि छैन अनि नाच्नु छोडेँ लाज पनि लाग्यो नाच्नलाई बोल्न चाहिँ यसरी भ्याउ पाएँ आनन्द भयो बोल्ने काम पाएँ मजाले बोलिन्छ हजुरले चाहिँ के गर्नुहुन्छ एफएम कार्यक्रम बाहेक कार्यक्रम बाहेक सानोतिनो व्यवसाय छ व्यावसायिक रूपमा पनि छु र अहिले चाहिँ मेरो लागि चाहिँ एफएम र व्यवसाय नै यति नै मेरो लागि अहिलेलाई काम पुगेको छ यो नै हो अहिले मेरो काम भनेको अब पछिल्ला दिनहरूमा हेर्दै जाउँ गर्दै जाउँ निरन्तर प्रयास गर्दै जाँदा परिश्रम गर्दै जाँदाखेरि अन्य बाटोहरू पनि खुल्नेछन् खुलाइनेछ भनौँ न के छ अब हाम्रो यात्रा यहीँसम्म एफएमसम्म हो मेरो व्यवसायसम्म नै हो म यहीँ रहन्छु भन्ने छ कि अथवा आगामी दिनमा अझ केही प्लानहरू छन् अहिले तत्कालै यो गर्छु त्यो गर्छु भनेर प्लान त बनिसकेको छैन तर पनि अन्य कार्यक्रमहरू लिएर आउँ होइन अझै दर्शक श्रोताहरूको मन जितौँ भन्ने चाहिँ भइरहेछ तर समयको दिन नसकेको भनौँ या के भइरहेको भनौँ अब त्यसै कारणले गर्दाखेरि पनि थोरै अलमलिएको अवस्था छ बिस्तारै दर्शक श्रोताहरूले पनि केही समयपछि अन्य कार्यक्रमहरू साथसाथै म एक क्यारिकेचरको फिल्डबाट आएको मान्छे हो साथमा हजुरबाको मात्रै नभएर अन्य नेताहरूको पनि क्यारिकेचर मैले गर्ने भएको कारणले गर्दाखेरि त्यस्तो कार्यक्रम पनि लिएर आउँ कि भन्ने चाहिँ सोचिरहेको छु तर अहिले तत्कालको रूपमा चाहिँ आइसकेका छैन शर्मिलालाई हेऱ्यो भने विभिन्न किसिमका प्रश्नहरू उठ्छन् के चञ्चले स्वभावको राम्री पनि होइन बुढीको आवाज निकाल्ने पनि प्रेम प्रस्ताव चाहिँ कतिको आउँछ शर्मिलालाई साँच्ची भन्दा आएन भराले 9-10मा आएकै हो होइन तर 5-3 कक्षाबाट आएकै हो तर अहिले चाहिँ नि साँच्ची आउँदैन कि म धुम खान्छु है अहिले कन्फर्म भइसक्यो प्रेम प्रस्ताव नै आउँदैन रोएर लाउँछ 3 कक्षामै प्रेम प्रस्ताव आएको थियो आएको याद छ त्यो केटा याद छ नि अब दिनुहोस् न को हुनुहुन्छ त्यहाँ अभि नहुला मुला किन बिहे गरिसक्नुभयो बिचरा अझै पनि छ तर सम्पर्कमा अहिले हुनुहुन्न अब उहाँको सोच के हो भने कि त गर्लफ्रेन्ड बोयफ्रेन्ड भन्ने नत्र पनि साथी चाहिँ नभन्ने अरे के ल त्यस्तो नि हुन्छ त नि होइन 3 कक्षामै 3 कक्षाबाटै आमा केटाहरूले पुरा जिस्काउँथ्यो भाइ मलाई त अचम्म पर्थ्यो 3 कक्षामा त के थाहा हुन्छ त नि है तर तपाईँलाई अहिलेसम्म याद रहेछ यो चाहिँ अनौठो लाग्यो फेरि याद चाहिँ कसरी बस्यो भनेपछि ती केटा ती प्रस्ताव राख्ने केटा मन परेको थियो त्यसो भए नै मलाई त शून्य बरु 9-10मा चाहिँ आफैले पनि अब हामी है भनेर त्यो आयो है 9-10 त्यो 3 कक्षामा 5 कक्षामा 6-7मा चाहिँ आफूबाट आना कि त्यति बेला त अब 3 कक्षा भन्दाखेरि सिधै प्रस्ताव राख्ने चलन पनि थिएन होला चिठी लेख्ने चलन थियो चिठी लेख्ने गुलाबको फुल कोही मार्फत पठाउने त्यस्ता चिठीमा के लेख्नुहुन्थ्यो पहिलो चिठी याद छ चिठी त यस्तो हो फेरि बिचरा उहाँले चाहिँ पठाउनु भएन फुलहरू चाहिँ पठाउनु हुन्थ्यो चिठी चाहिँ हामी म 9 कक्षामा पढ्दाखेरिमा पुरा चिठी मोबाइल थिएन के अरे मोबाइल टक्क रातभरि लेख्ने चिठी अनि अब स्कुलमा टाइममा अरू साथी मार्फत पठाइदिने क्या त्यस्तो गरेको मान्छे हो 3 कक्षामा प्रेम प्रस्ताव गर्ने व्यक्तिले यदि होला तपाईँको अन्तर्वार्ता हेर्दै हुनुहुन्छ भने उहाँलाई के भन्नुहुन्छ बिचरा माया त यस्तो हो अब फेरि म अस्वीकार गर्न पनि मैले सक्न त सक्दिनँ माया मलाई पनि लागेकै हो तर के हो भन्दाखेरिमा त्यही भयो के मिल्दैन नि त मिलेन कि भन्न र भयो प्रेममा बाधा व्यवधान होला नि त प्रेममा त्याग हुन्छ बलिदान पनि हुन्छ होइन मिठो अहिले चाहिँ किन प्रेम प्रस्ताव आउँदैन भन्ने कुरा रह्यो नि त्यहाँनिर प्रश्न प्रेम त्यही हाई नम्बर होला कि मेरो त बच्चा देखेर अब केटाहरूलाई त अब केटी अग्लै चाहिँदो रहेछ कि यसरी राम्रो छ नि अनि हेर्न न के छ अभिनय फिल्डमा आउने विचार छ कि छैन अब मलाई चाहिँ त्यो कमेडीहरू गर्न मन छ त्यो मोडलिङ भएर यस्तो अदाहरू दिन चाहिँ मन छैन किनभने हाइट सानो छ त्यो गरेर नै मन लाग्नु छोटो लुगा पर्छ मलाई चाहिँ त्यस्तो कमेडीहरू सिरियलमा खेल्न मन छ बेसारी के छ उहाँसँगै जोडी भएर खेल्न मन छ कि अथवा के जोडी नै हुनु पाए त राम्रो नि होइन राम्रो के छ तपाईँलाई के पछिल्लो समयमा धेरै श्रोताहरूले मन पराइदिनु भएको छ हामी जोडी भएर एउटा कार्यक्रम
प्रस्तुत गर्दाखेरि त्यो भएको कारणले गर्दाखेरि पनि एउटा कुनै म्युजिक भिडियो या कुनै मा चाहिँ एकसाथ आउन पाए श्रोताहरूले मन पराइदिनु हुन्थ्यो कि भन्ने चाहिँ लाग्छ। तर हेर्दै जाउँ अब के हुन्छ त्यो चाहिँ पछि नै थाहा होला। शर्मिलाको यात्राको बारेमा कुराकानी गरौँ। कहिले आउनुभयो एफएममा, कति वर्षदेखि दुःख गर्दै हुनुहुन्छ? एफएममा त अब कति वर्ष 2 वर्षभन्दा बेसी नै भयो होला। के अरे 1 वर्षमा कति महिना 6 महिना 7 महिना 8 महिना त आएर त्यतिकै झुलेको कि म त्यतिकै झुलेको। अब त्यहाँ आउने अब टाइपिङ कम्प्युटर सिकेको थिइनँ मैले त, कम्प्युटर देखेको थिइनँ है। अब आएर सिकेकी हुँ। अनि त्यसपछि मेरै उहाँले सिकाइदिनु भएको हो। अब न्युजहरू बनाउन पहिला त न्युज पनि भनेर आएको कि म न्युज पढ्नलाई हो। अनि के अरे न्युज बेसरी राम्रो पढ्थेँ तर म है पछि लास्टमा प्रोग्राममा ढलेँ। यो मेरो उसहरूले फेसहरू यताउति गर्दाखेरि प्रोग्रामै बेस्ट हुन्छ भन्नुभयो सरले। किन एफएममा पनि देखिने सिस्टम थिएन? थिएन त्यति बेला थिएन। पहिलो लाइभ हुँदाखेरि म त केही पनि दिँदिनँ, केही पनि दिँदैन। 4000 के अरे उस भ्यू आउँदा होइन आमा सरहरू पुरा बधाइदिइरहेको थियो। अब अहिले त्यही 4000 कति थोरै लाउँछ। धेरै जस्तो 1 लाख नि कटिएर सकिया हुन्छ। अनि कहिले 3 लाख होइन हाम्रो अस्तिको बुढाबुढीको 3 लाख भन्दा बेसी कटियो होला। ठिक छ, श्रीमान श्रीमतीकै रूपमा एउटा विषयवस्तु राखेर हाम्रो दर्शकका लागि एउटा अभिनय राखिदिनु पर्यो। हामी चाहिँ एउटा गीत गाउँछौँ है, त्यसपछि त्यसैबाट हामी थोरै सुरुवात गर्छौँ। लौ जिन्दगीमा मलाई दुई कुराले ठगो, एउटा मेरो हाइटले तर अर्को पहिले रूप त मेरो राम्रो छ तिमीलाई, त्यो तिमीलाई सुहाउँछ। राम्रो त छ तर फेरि राम्री मुन्छेकोलाई फेरि जोगाउनै गाह्रो के। कसरी गाह्रो हो आफू 17 वर्षी कसरी त्यो अस्तिबाट हिँड्दाखेरि एउटा केटोले तिमीलाई जिस्का होइन त नि, जिस्काउँछ नि राम्री वर्षी पटिला गाला छन्। त्यही जिस्काउने भएर त म बुढोलाई गाह्रो भएछ नि। के छ मुटु हान्या जति मुटु हान्या छ। अब भोलिदेखि बाहिरतिर हिँड्न बन्द। त्यो त नराम्री बुढी बिहार्नु पर्यो नि, के राम्रो किन आँट्या त। लौ अब त्यही अब अर्की ल्याऊँ भने पनि फेरि तिमीले अब त्यहाँ कोटा गएर कि कता गएर फेरि मुद्दा हाल्ने हो कि भन्ने डर छ कि मलाई। हाल्दिनँ तिमी घाँडो भइरहेको छ मलाई के हाल्दा। लौ ठिकै छ म पनि ल्याउँला, तिमी चाहिँ जाऊ के बरु। जान्नौ नगदाउ गाँठ अर्का यहाँ टाउको बलक 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 बल्किरहेको बेला केटाकेटी लिइरहेको त ल। बजारमा हिँड्दाखेरि यस्तो बजेको रोल गरिरहेको एफएममा होइन के भन्नुहुन्छ दर्शक श्रोताले देखिसकेपछि चिन्नुहुन्छ होला थोरै? एकदम दर्शक श्रोताहरूले चाहिँ के भन्नुहुन्छ भने तपाईँहरूको कार्यक्रम अति राम्रो छ। यसरी नै अब चाहिँ नि तपाईँहरूले गर्नुभएको कार्यक्रम साह्रै राम्रो छ। अब यसरी नै गर्दै जानु होला होइन। धेरै नाति नातिनाहरूले फेसबुकमा पनि हेर्दा रहेछन्, कमेन्ट सेयर लाइक पनि गर्दा रहेछन् होइन। अब कमेन्टहरू फेरि सबै राम्रा राम्रा कमेन्ट गर्दा रहेछन् कि अब देशका पनि विदेशका पनि सबै नाति नातिनाहरूले मन पराइदिएका छन्। यसरी नै अब चाहिँ गर्दै जानु भनेका छन्। त्यो साह्रै खुसी लाग्छ कि। कसको फोन आऊ होली नि त अर्की अब चाहिँ क्या नि अब अर्की छिन्ने त तिनी फोन हरिनु होला नि त तिमीलाई झुसे बुढा। क्या नि त नि अब क्या नि बुढेसका लागि नि अब दारी चाहिँ आइरहेछ नि त। फाला अन्त गाला गाला यहाँ पैसा क्या कन्सर्ट मार्नु। ल क्या नि अब अर्कीले चाहिँ यही तिमीलाई दारी पालेको होइन, केटा राम्रो दारीमा केटी राम्रो सारीमा भन्दैछ अब पाल्न परेन त। तिमीसँग पुऱ्याएर सक्दिनँ। चिलाएछ त हजुरलाई। ठिक छ, बुढी बाको रोल राम्रो गर्नुहुन्छ, राम्रोसँग निभाउनुहुन्छ होइन। घर परिवारले आफन्तले के भन्नुहुन्छ तपाईँले बुढी भएको रोल एफएमबाट गरिरहँदाखेरि? घरभरिमा त आमाकी छोरी केही नै आउँदैन लौ छोरी राम्रो गरिस् केही भन्नु न, यो तैँले यो सुधार नपाउनु तैँले त्यो सुधार नपाउनु। कहिले पनि के हुन्छ नि है यस्तो राम्रो भनिदिनु मलाई। मम्मीले राम्रो भन्नु सुन्दैनन्, रेडियो हेर्दैनन् फेसबुकै। कहिले काहीँ यसो हेर भनेर लगाइदिन्छु फोन आऊ। फोन आइरहेको छ, शङ्का छ त्यसो भए तपाईँको? यसरी छ अर्का बुढा हुन् अब कि मलाई बाल होइन। त्यो भएको कारणले गर्दाखेरि पनि ल ठिकै छ। ठिक छ, अब तपाईँको यात्राको बारेमा कुराकानी गरौँ। शर्मिलाले त 2 वर्षदेखि एफएममा काम गर्दै आएको भन्नुभयो होइन। तपाईँको यात्रा कति वर्ष भयो? म चाहिँ एफएमको यात्रा चाहिँ 6-7 वर्ष नै भयो भनौँ न। एक हिसाबले म पहिला
हाम्रो चितवनकै सर्वाधिक मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो हाम्रो कालिका एफएम 95.2 यही कार्यक्रमका बाजेकै रूपमा चाहिँ कार्यक्रम प्रस्तुत गर्थेँ। त्यतिखेर पनि धेरै श्रोताहरूले मन पराइदिनु भएको थियो र त्यही पछि अब स्वदेश एफएममा आइसकेपछि पनि तिनै श्रोताहरूले सुन्दाखेरि उनीहरूले होइन कमेन्ट गर्नुहुन्छ, लाइक गर्नुहुन्छ, मन पराइदिनु भएको छ, एकदम खुसी लागिरहेको छ। यही कामप्रति आफूलाई चाहिँ सन्तुष्टिपना भनौँ न जागेर आइरहेको छ। ठिक छ, अब वृद्धकै भोइसमा मलाई उत्तर दिनु होला होइन। अब तपाईँ त अलि बुढो भइसक्नु भएको छ, श्रीमती एकदम तन्नेरी, एकदम ब्युटी होइन। बजारमा हिँड्दाखेरि कहिले कसो लाइन मार्दै गएको छ कि छैन? त्यही त नि, अब क्या नि अब चाहिँ गाह्रो पर्दो रहेछ। अब आफूभन्दा सारै सानी पनि बिहा गर्न यही गाह्रो कि। अब आफू बुढेसकाल लाग्दाखेरि अब बुढी चाहिँ भर्खर्की, अब क्या नि अब भर्खर्की भएपछि अब जसले नि जिस्काउने होइन। अब म बुढोको मन फेरि चसक्कै हुने, गाह्रो छ क्या नि। अब यिनले बुझ्दिनन् फेरि यो कुरा। ल ठिकै छ, अब बुझ्लिन् नि भनेर म चाहिँ आशामा छु के अरे। अब क्यार चाहिँ अब त्यो चाहिँ भविष्य भएको छैन? बुझिरहेको छु, अब त्यो त मेरो बयस हो, राम्री छु हेर्छन् त के साह्रै ठिक छ, कार्यक्रमको अन्त्यमा छौँ। अन्त्यमा हाम्रा दर्शकका लागि, तपाईँका श्रोता हाम्रा दर्शकका लागि केही भन्नु छ? त्यही त नि, अब चाहिँ नि धेरै टाढाबाट होइन नाति नातिना A1 अब इङ्ग्लिस आएर चाहिँ कि फेरि यो हामी बुढेसो लाएर होला नि पढ्न जानिन्न के अरे। A1 टेलिभिजनबाट आएका रहेछौँ के अरे नाति, साह्रै खुसी लाग्यो। अब चाहिँ यो टेलिभिजनमा पनि हेर्छन् हामीलाई, अब युट्युबमा पनि हो क्यारा, युट्युबमा पनि हेर्छन् होइन। अब नाति नातिनाहरूले हेर्छन् कस्तो लाग्छ अब बुढाबुढीको एक्टिङ होइन, अब चाहिँ भन्छन् होइन। साह्रै खुसी लागिरहेको छ, नाति नातिनाहरूलाई पनि धेरै धेरै धन्यवाद छ है यहाँसम्म आएकोमा। हजुरले? म पनि त्यही हो, यो A1 टेलिभिजनका नातिहरू आछन्, उता तिनवटा खडा भएछन्, यता एउटा छन्, 4 जना। खुसी लाग्छ, यसरी खुसी लाग्छ। बुढेसकालमा जे भए पनि होइन, एउटा गुराको कमी भए पनि अर्को दिएछन् भगवान्ले होइन। बोल्न सक्छु नि त, बोल्न सक्छु, अझै पनि दम छ, यहाँ दुखो अनि दम छ। अब त्यही हो, अब के भन्ने हो, कार्यक्रम साङ्गीतिक यसो हेर्नु होला होइन। त्यति राम्रो पोख्त त छैन। अब यो A1 यो टेलिभिजन के भन, टेलिभिजनलाई पनि अब यो सेयर सब्सक्राइब पनि के भन्छ लाइक कमेन्ट सेयर के छ गर्नु होला है। अब यसो बुढेसकाल पनि देखिन पाम होइन, सबैले चिन्नु न भन्ने कुरो हो। त्यही त नि, अब हामी युट्युबमा पनि जान्छौँ रे नि त। युट्युबमा त अब कस्तो हुन्छ कुनि, अब हामी त त्यति चलाउँदैनौँ के अरे होइन। ठिक छ, हेरौँला होइन। अब भिडियो त्यो अब समय दिनुभयो दुवैजनाले, लामो पर्खाएपछि तपाईँसँग अन्तर्वार्ता गर्न पाइयो। तपाईँको प्रतिभा दर्शक माझ राख्यौँ, तपाईँको कार्यक्रमको चर्चा पनि गऱ्यौँ। स्वदेश एफएममा कार्यक्रम चलाउनुहुन्छ। आगामी दिनमा कार्यक्रम अझै फस्ट आओस्, अझै फुल होस्, अझै फैलिएर जाओस्, अझै दर्शक श्रोता माझ पुगोस् होइन। फेसबुक मार्फत हेर्ने दर्शक र एफएम मार्फत सुन्ने श्रोता माझ अझै फैलियोस्। शुभकामना दुवैजनालाई। हुन्छ, तपाईँहरूले पनि अब टाढाबाट हामीलाई यहाँसम्म आएर हाम्रो इन्टरभ्यू लिनुभयो, यसको लागि तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यसरी नै हामीलाई माया गरिदिनु होला, हामीलाई साथ दिनु होला पनि भन्न चाहन्छौँ। त्यही हो होइन। अब आज पहिलो इन्टरभ्यू बोल्दा बोल्दा यो भाका पनि कता कता जान्छ है। त्यही हो, खुसी लाग्छ है। अब आएर इन्टरभ्यू लिनुभयो, मेरो कारणले कति बेर कुर्न पनि पर्यो, म भुस निधाएर होइन, त्यही भएर चाहिँ फोन उठेन। त्यही हो, अब म आइदिनु होला, सेयर गरिदिनु होला। अब मलाई पनि थाहा थिएन भाइ साँच्ची भन्दा त है। अब तपाईँ त बोल्दा बोल्दा कमेडीमै गइहाल्दो रहेछ क्या।